आज सबै युवा युवतीमा एउटा यो सोच चलिरहेको छ कि कसरी हुन्छ धेरै पैसा कमाउने र आफ्नो लाइफ अरूभन्दा धेरै राम्रो बनाउने। या भनौँ फिनान्सियल इन्डिपेन्डेन्ट कसरी हुने भन्ने एउटा रेस छ नि। यो रेसले गर्दाखेरि आज धेरै युवा युवतीहरू हैन नेपाली समुदायमा आफ्नो देश छोडेर विदेशमा जाने र उतै सेटल हुने एउटा जुन एउटा ट्रेन चलिरहेको छ नि हैन, यो ट्रेन केही समयपछि रोकिनु एकदमै आवश्यकता छ। किन त भन्दा यही गति बढ्दै जाँदाखेरि भोलि बिहान हाम्रो देश अरू राष्ट्रको हातमा जान पनि सक्छ र यसमा आजको मितिमा युवा वर्गका मानिसले यसलाई बुझ्नु एकदमै नितान्त आवश्यक छ। आजको मितिमा विदेशमा जानु, त्यहाँको विषयमा सिक्नु र केही समय त्यहाँ बिताएर फर्कियो भनेदेखि बडा राम्रो पक्ष हुन्छ भनेपछि यदि यो गर्न सकिन भने यो हाम्रो देशको निम्ति नै दुर्भाग्य हुन जान्छ। युवा अवस्थामा जब विदेशमा जानु त सामान्य कुरो हो, त्यसलाई खासै ठुलो कुरो मानिँदैन। तर विदेशमै सेटल भएर लामो समयसम्म बसियो भने त्यो जस्तो बेकार कुरो केही पनि हुन जाँदैन। युवा अवस्थामा बुझ्नुपर्ने के छ त भनेपछि त्यही समाजबाट हामी हैन सबै चिजहरू प्राप्त गरियो, त्यही समाजमा बसियो, त्यो समाजमा पनि पोजिटिभ परिवर्तन ल्याउन सक्नु आजको युवाहरूको दायित्व हुन जान्छ के। तर यी दायित्वलाई आजको मितिमा युवा वर्गका मानिसहरूले बिर्सिरहेको अवस्था छ। यदि हामीले समाजमा पोजिटिभ परिवर्तन ल्याउन सकेन भने हामी सामाजिक प्राणी भन्न चाहिँ मिल्दैन के। त्यसैले हामी धेरै समय समाजमै बिताएर हैन आजको मितिमा विश्वका जुनसुकै ठाउँहरूमा गए तापनि केही समयसम्म त्यहाँ बसेर फर्किनु एउटा मानसिकता बनाउनु एकदमै नितान्त आवश्यक छ। हो, आजको मितिमा कलियुगको भगवान भनेर पैसालाई नै चिनिन्छ, ठिकै हो, तर सबै कुरामा यसले काम चाहिँ गर्दैन के। तर धेरै महिलाहरूमा हैन यो कुरो पनि सोचिन्छ कि जुन पुरुषमा धेरै धन छ उसँग विवाह गर्ने हैन हरेक किसिमका सोच सपनाहरू बुनिरहेका हुन्छन्। तर वास्तवमा रियलमा सोच्दाखेरि यो होइन। तर आजको मितिमा के छ त भनेपछि स्टेफी ग्राफ नामको एक महिला, जसलाई हजुरहरूले गुगल सर्च गरेर पनि हेर्न सकिन्छ, तिनी एक हैन टेनिसको खेलाडी हुन्। उनी गेम खेलिरहेकै अवस्थामा ग्राउन्ड बाहिर बसिरहेका हैन जुन एउटा दर्शकहरू छन् नि, त्यहाँबाट उनलाई विवाहको प्रस्ताव आइरहेको थियो र उनले खेल मैदानबाटै भनिरहेकी थिइन् कि तिम्रो एकाउन्टमा कति ब्यालेन्स छ भनेर। ल हेर्नुहोस् त,
जब स्टेफी ग्राफ आजको मितिमा उनीसँग अथाह पैसा छ र पनि उनले यो कुरा गरिरहेको थिइन् हैन। भन्न खोजेको आजको मितिमा पैसा चाहिँ ठुलो हो, तर सर्वथोक चाहिँ मान्नु हुँदैन। यसले केही कुराहरू हैन गर्नको निम्ति त मद्दत त गरेको हुन्छ, तर सबै ठाउँमा चाहिँ यसले काम गर्दैन के हैन। त्यसैले फिनान्शियल इन्डिपेन्डेन्ट हुने एउटा जुन हैन सोच राख्नु, त्यसलाई पुरा गर्नु राम्रो हो, तर त्यही नै सर्वथोक हो भनेर हिँड्नु चाहिँ राम्रो पक्ष होइन है त।